नमस्ते डाक्टर साहब, म सन्तोष कुमार। आजको यो विशेष स्वास्थ्य ब्लग हामी चाहिँ रेडियो दुधमती 104 मेगाहर्ज तथा दुधमती टेलिभिजनमा हामी प्रकाशन गर्छौँ। सर्वप्रथम डाक्टर रामज्ञान यादवज्यू, अलिकति हजुर आफ्नो पढाइ सम्बन्धी कुरा गरौँ। पहिला हजुरले मैले रिसर्च गरेअनुसार हजुरले मणिपालबाट एमबीबीएस सक्नुभयो, त्यसपछि तपाईँले धरानबाट एमडी गर्नुभएको छ। किन डर्मेटोलोजी चुज गर्नुभयो त्यो कुरा गरौँ पहिला। धन्यवाद सबै श्रोता तथा दर्शकज्यूहरूलाई र सन्तोषजी। म चाहिँ एमबीबीएस मणिपालबाट र एमडी धरानबाट डर्मेटोलोजीमा किन गरेँ, यस्तो छ कि मैले पढ्ने बेलामा डर्मेटोलोजी विषय नै काउन्ट हुँदैन थियो के। सबैलाई के लाग्थ्यो भने एकचोटि छालाको रोग लाग्यो भने जिन्दगीभर दबाई लगाउने अनि लगाइराख्नु पर्ने, कहिले ठिक हुँदैन हैन। र त्यो बेला कस्तो थियो भने इन्टरनेसनल लेभलमा डर्मेटोलोजीको डिमान्ड धेरै बढिसकेको थियो। इन्डियामा टपरहरूले डर्मेटोलोजी लिने, त्यस्तै युएसहरूतिर धेरै हाई ऱ्याङ्करहरूले डर्मेटोलोजी पाउने, त्यस्तै यो नेटिभ्सले मात्र डर्मेटोलोजी पाउने, फरेन ग्रेजुएट्सहरूले नपाउने त्यस्तो अवस्था थियो। र सबै सिनारियो एनालाइज गर्दा जनकपुरमा पनि मेरो कार्यथलो जनकपुरै बनाउने मेरो दृढ इच्छा र विश्वास थियो। किनभने जनकपुरको मेडिकल सेक्टर धेरै नै पछाडि थियो, सबैतिर मेडिकल सेक्टरलाई गाली गर्ने एउटा चलन थियो। त्यो हिसाबले म जनकपुरमै गएर काम गर्छु र जनकपुरमा डर्मेटोलोजीको सर्भिसहरू त्यो लेभलको नभएको थाहा पाएको थिएँ। अनि त्यही हिसाबले मैले डर्मेटोलोजी नै रोजेको हो। पहिलादेखि नै हजुरको रुचि चाहिँ डर्मेटोलोजी नै पढ्ने बनाइसक्नु भएको थियो? एकदमै। मैले एमबीबीएस पढिसकेपछि जुन बेला म मेडिकल अफिसर थिएँ, काम गर्दै थिएँ, त्यो बेला ब्याक अफ द माइन्डमा डर्मेटोलोजी नै पढ्ने मेरो दृढ इच्छा शक्ति बनिसकेको थियो। हजुर कति भयो यहाँ जनकपुरमा काम गर्नुभएको एज अ स्पेसलिस्ट डर्मेटोलोजिस्ट? कति भयो? म 2017 देखि यहाँ कार्यरत छु। हजुर चाहिँ 2016 सेप्टेम्बरदेखि नै यहाँ कार्यरत छु। लगभग मेरो 9.5 वर्ष पुरा भइसक्यो। हजुर चाहिँ एमआइएचएस मधेस इन्स्टिच्युट अफ हेल्थ साइन्स त्यहाँ पनि कार्यरत हुनुहुन्छ? यस्तो भयो, म एमडी सकेर जनकपुर आउँदा जानकी मेडिकल कलेजमा पनि ट्राई गरेको उहाँहरूसँग कुरा नगरेर। अनि एमआइएचएसमा डर्मेटोलोजी सर्भिस छँदै थिएन त्यो बेला। जनकपुर अञ्चल अस्पताल थियो, एमआइएचएस भन्ने थिएन। अनि जनकपुर अञ्चल अस्पतालको मिसु सरसँग कुरा हुँदा यहाँ चाहिँ सुरु गर्नु राम्रो हुन्छ, सर्भिस यहाँ छैन। अनि मैले त्यहाँ चाहिँ डर्मेटोलोजी सर्भिस चाहिँ सुरु गरेको हो। र आजको दिनमा मैले एउटा बिरामीबाट 2टा बिरामीबाट सुरु गरेको सर्भिस आज दिनमा 200 जना बिरामी हामी हेरिरहेछौँ। सुरुको 2-3 वर्ष म एक्लै थिएँ, त्यो पछि छात्रवृत्तिका करारका साथीहरू आउने जाने भइराख्यो र अहिले हामी 3 जना डर्मेटोलोजिस्टको एमडी डर्मेटोलोजिस्टको टिम छौँ र हामीले सबै सर्भिसहरू एमआइएचएसबाट दिँदै गएका छौँ। त्यो जनकपुर अञ्चल अस्पताल प्रादेशिक अस्पतालमा कन्भर्ट भयो र अहिले मेडिकल कलेज सुरु भएको छ। म त्यहाँको प्रवक्ता पनि छु र हाम्रो त्यहाँ एमबीबीएस ब्याचलरको अरू प्रोग्रामदेखि लिएर एमडी समेतको पढाइ सुरु भइसकेको छ। सो मेरो त्यो जनकपुर अञ्चल अस्पतालदेखि एउटा डिम्ड युनिभर्सिटीको सम्मको मेरो यात्रा त्यहाँ जोडिएको छ। अब कुरा गरौँ विशेष गरी के कस्ता छालामा हुने समस्याहरू देखा पर्छ यो क्षेत्रमा? के हेर्नुहुन्छ, कस्तो समस्याहरू देख्नुहुन्छ? त्यसको पनि हामीले रिसर्च गरेका थियौँ मधेस इन्स्टिच्युट अफ हेल्थ साइन्समै हैन। र सबभन्दा कमन कन्डिसन भनेको यहाँ टिनिया हो हैन, जसलाई हामी दाद भन्छौँ, रिङवर्म भन्छौँ र हाम्रो लोकल भाषामा दिनाई भन्छ। त्यो विभिन्न भागमा हुन्छ छालाको, जस्तो ग्रोइनमा, फेसमा हुन सक्छ, पट्टामा हुन्छ, त्यस्तै काखीमा हुन्छ, हातमा खुट्टामा हुन्छ। त्यो भयो। त्यो सँगसँगै अर्को इम्पोर्टेन्ट पार्ट भनेको एक्जिमा हो हैन। एक्जिमा पनि धेरै कमन छ यहाँ। त्यो विभिन्न किसिमको एक्जिमा हुन्छ, जस्तै तपाईको बाहिरी फ्याक्टरले गराउने, भित्री फ्याक्टरले इन्डोजिनस एक्जिमा भन्छौँ, एक्जोजिनस एक्जिमा भन्छौँ हैन। त्यो भयो।
त्यस्तै एक्नी भनेको डन्डिफोर हो। यो सबै एज ग्रुपमा हुन्छ। युजली अहिले फुड ह्याबिटले गर्दा टिन एजदेखि सुरु भएर एराउन्ड 40सम्म आइरहेको छ एक्नी। त्यस्तै पोतो भयो कमन, यसलाई हामी पिगमेन्टरी डिजअर्डर भन्छौँ। सोरियासिस भयो होइन, त्यस्तै यो चरकहरू भयो होइन, यो भयो। यो सँगसँगै हामी डर्माटोलोजिस्टले हेर्ने भनेको कुष्ठरोग हो, कुष्ठरोग। त्यस्तै एसटिआई सेक्सुअली ट्रान्समिटेड इन्फेक्सन, सिफिलिस, गोनोरिया लगायतका यो जेनाइटल हर्पिस, जेनाइटल कोन्डाइलोमा एकोमेनेटा, तिनीहरू पनि हामी फ्रिक्वेन्टली हेरिरहेछौँ र सबैको ट्रिटमेन्ट हामी गरिरहेको छौँ। त्यो सँगसँगै रिसेन्टली हामी डर्माटोलोजी सर्भिसमा जोडिएको एस्थेटिक पार्ट हो। एस्थेटिक भनेको कस्मेटिक हो, जस्तै अहिले बटक्स, फिलर्स, लेजर्स, हेयर ट्रान्सप्लान्टेसन, त्यो सबै जोडिएको छ। र म आएदेखि जनकपुरमा अपग्रेड गर्दै सबै सर्भिस यहाँ लेजर, बटक्स, फिलर, हेयर ट्रान्सप्लान्टसम्मको सर्भिस सुरु गराइसकेका छ। अब यहाँ एज ग्रुपको पनि कुरा गरौँ। बच्चामा हुने छाला रोगहरू अनि त्यस्तै तपाईँको युवामा हुने छाला रोगहरू अनि बुढापाकामा हुने छाला रोगहरू विभिन्न छन् कि एकै किसिमका छन् यिनीहरू, कि यिनीहरू पनि केही डिफ्रेन्सेस? होइन, डेफिनेटली डिफ्रेन्सेस छ। जस्तै एज वाइज पनि डिजिजहरू फरक हुन्छ। कति डिजिजहरू कमन हुन्छ लाइक बच्चादेखि लिएर ओल्ड एजसम्म होइन, तर कति डिजिजहरू स्पेसिफिकली चिल्ड्रेनमा देखिन्छ होइन। सो डिफ्रेन्स छ। त्यो डिफ्रेन्स एजले गर्दा हुन्छ, हर्मोनल लेभलले गर्दा हुन्छ, बडीको इम्युनिटीले गर्दा हुन्छ। ठिक छ। जस्तो बच्चाहरूमा यो इम्पिटिगोहरू, ब्याक्टेरियल इन्फेक्सनहरू धेरै मात्रामा देखिन्छ। स्केबिजहरू धेरै मात्रामा देखिन्छ, यो लुतो भन्ने इन्फेक्सनहरू। त्यस्तै यो भिटामिनको डिफिसियन्सीले गर्दा स्किनमा हुने डिजिजहरू, एक्रोडर्माटाइटिस इन्टरोप्याथिकाहरू, जिङ्कले गर्दा हुने, त्यस्तै यो केराटोसिस पाइलारिसहरू, यो चाहिँ कमन हुन्छ होइन। त्यस्तै अरू पनि थुप्रो जेनेटिक डिजअर्डरहरू छ, जस्तो सिबिडिसीहरू, तिनीहरू चाहिँ कमन हुन्छ। त्यस्तै यो एडोलेसेन्ट्स र एडल्ट्सहरूमा देख्ने हर्मोनल चेन्जेसहरूले देखिने डिजिजहरू, यो एक्नीहरू, तिनीहरू कमन हुन्छ होइन। त्यस्तै यो मेलाज्माहरू कमन देखिन्छ होइन। र कति जस्तो वर्क प्लेसले गर्दा पनि फरक हुन्छ। खेतमा काम गर्ने मान्छे र अफिसमा काम गर्ने मान्छेमा फरक हुन्छ। जस्तो घामले गर्दा हुने एलर्जीहरू यो आउटडोर काम गर्नेहरूलाई हुन्छ, एसीले गर्दा हुने एलर्जीहरू त्यो भित्र इन्डोर काम गर्नेहरूलाई हुन्छ। त्यस्तै ओल्ड एजमा चाहिँ इम्युनिटीले गर्दा स्किन ड्राइनेसहरू हुने, सेनाइल जेरोसिस भन्छौँ, सेनाइल पर्पुराहरू हुने, तिनीहरू चाहिँ एज रिलेटेड डायबिटिज र यो डायबिटिज थाइरोइडहरूले गर्दा स्किनमा चेन्जेसहरू देखिने। सो ओल्ड एजको छुट्टै हुन्छ। सो फरक चाहिँ देखिन्छ। कति डिजिज कमन हुन्छ, कति डिजिजहरू एज अनुसार पनि फरक देखिन्छ। अब हजुरले अब भर्खरै मेन्सन गर्नुभयो गर्मी याममा अनि जाडो याममा, विशेष गरी यहाँ यो जनकपुरको कुरा गर्दा हजुरका आउने पेसेन्टहरूमा के हेर्नुहुन्छ? गर्मीमा कुन चाहिँ बढी हेर्नुहुन्छ? कुन चाहिँ छालाको इन्फेक्सन? यहाँ छाला रोगको कुरा गर्दा यहाँ भाइरल पनि हुनसक्छ, ब्याक्टेरियल पनि हुनसक्छ, फङ्गल पनि हुनसक्छ। यो फङ्गल इन्फेक्सन चाहिँ कहाँ हुन्छ? ब्याक्टेरियल इन्फेक्सनहरू कहाँ हुन्छ? अनि यो भाइरल इन्फेक्सन कतातिर हुने हो, कुन अङ्गतिरमा हुने हो? ओके, यस्तो छ। यो फङ्गलको कुरा गरौँ, गर्मीमा हाम्रो यो ट्रपिकल क्लाइमेट भएको रिजनमा चाहिँ फङ्गल इन्फेक्सन विशेष गरी यो सुपरफिसियल फङ्गल इन्फेक्सन भन्छौँ हामी, डर्माटोफाइट इन्फेक्सन र दिनाई भन्छौँ। त्यो चाहिँ जुन भागमा स्वेटिङ धेरै हुन्छ, पसिना धेरै हुने भागमा चाहिँ हुन्छ। जस्तो काखी भयो होइन, फिमेलहरूमा ब्रेस्टको मुनि हुन्छ इन्फ्रामेमरी रिजनमा। त्यस्तै मेल र फिमेल दुइटैमा ग्रोइन रिजनमा हुन्छ, पट्टा हामी भन्छौँ, त्यतातिर हुन्छ होइन। र हामीले कन्याएर त्यो भाग कन्याएर जहाँ छोयो, जहाँ कन्यायो त्यो भागमा त्यो सर्छ होइन। सो पसिनाले गर्दा गर्मी महिनामा यो फङ्गल इन्फेक्सन चाहिँ धेरै मात्रामा हुन्छ र यो हाम्रो फोल्डहरू लुकेको भागहरूमा जहाँ चाहिँ मोइस्चरहरू रहन्छ, ओस रहन्छ, त्यो भागमा धेरै हुने गर्छ। त्यस्तै ब्याक्टेरियल इन्फेक्सन
यो बच्चाहरूमा त्यो पनि गर्मी महिनामा धेरै हुन्छ र पेरी ओरिफिसियल एरिया भन्छौँ हामी, जस्तो यो नाकको पालको छेउछाउबाट सुरु हुने, किनभने स्टेफाइलोकोकस चाहिँ नाकमा कोलोनाइज हुन्छ, त्यस्तै मुखको छेउछाउ, आँखाको छेउछाउ त्यहाँबाट सर्छ र अरूतिर पनि फैलिँदै जान्छ ब्याक्टेरियल इन्फेक्सनहरू होइन। युजुअली कमन चाहिँ हामीले स्टेप्टोकोकस र स्टेफाइलोकोकसको ब्याक्टेरियल इन्फेक्सन चाहिँ देखिन्छ। भाइरसको कुरा गर्ने हो भने भाइरस चाहिँ 2-3 टाइपको हुन्छ। एउटा चाहिँ यो चिकन पक्स पनि स्किनमा आउँछ होइन, त्यसलाई हामी भ्यारिसेला भन्छौँ होइन। त्यो चाहिँ इन्फेक्सियस हो, जुन सिजनमा पनि हुनसक्छ र यो एकदमै स्प्रेड हुने इन्फेक्सन हो होइन, एकअर्काबाट सर्ने इन्फेक्सन हो होइन। जति ब्याक्टेरियल भाइरल फङ्गल छ त्यो सब सर्छ क्या, त्यो एकअर्काबाट सर्ने हो होइन। त्यस्तै अर्को चाहिँ एचपिभी भन्ने भाइरसले चाहिँ वाट गराउँछ, हाम्रो भाषामा ऐला जुन भन्छौँ त्यो वाट गराउँछ, त्यो पनि सरुवा हो तर स्लो सर्छ होइन, र यो जुनै पनि सिजनमा हुन्छ त्यो भाइरसले गराउने हो। अर्को चाहिँ मोलस्कम कन्टोजियोसम भन्ने हो, त्यो पक्स भन्ने भाइरसले गराउँछ, विशेष गरी बच्चाहरूमा कमन हुन्छ तर ठुलो मान्छेमा पनि हुनसक्छ। त्यो पनि एक किसिमको भाइरसको इन्फेक्सन हो होइन, त्यो पनि इरेस्पेक्टिभ अफ सिजनले त्यसलाई असर गर्दैन, त्यस्तो हुन्छ कि। अब मोडर्न युगमा हामी हेर्दैछौँ होइन, मान्छे लेजर कस्मेटिक सर्जरीतिर जान्छ होइन। हजुर। एन्टी एजिङको लागि डिफ्रेन्ट क्याप्सुल इन्जेक्सनहरू युज गर्छन्। एउटा ग्लुटाथायोन हजुर, त्यो क्याप्सुल युज गर्नु कतिको लाभदायक कतिको हानिकारक हुनसक्छ? पक्कै पनि कस्तो छ भने हामीले ट्रेन्ड हेर्ने हो होइन, र मान्छेको आफ्नो लाइफ साइकल हेर्ने हो। अब अहिले पोस्ट कोभिड हेर्दै जानु, मान्छेको लाइफ एक्सपेक्टेन्सी धेरै कम भइरहेछ, यङ एजमा मान्छेहरू मरिरहेछ गरिरहेछ होइन। र बाहिरको ट्रेन्ड हेर्ने हो भने पनि एन्टी एजिङ थेरापी धेरै नै चलेको छ, जस्तो अब बलिउड हलिउडतिर हेरौँ, कलिउड नै हेरौँ होइन। सो जो मान्छेसँग पैसा छ ऊ आफूलाई जहिले पनि राम्रो बनाऊ होइन, रहौ होइन, यङ रहौ, त्यो चाहिँ अहिले ट्रेन्ड भएको छ होइन। र त्यो एक किसिममा राम्रो पनि हो, आफ्नो पर्सनालिटी मेन्टेन गरेर राख्नु, डेभलप गर्नु राम्रै पनि हो, ठिक छ। त्यो एक किसिमको बेटर पार्ट नै हो। र त्यो क्षेत्रको लागि अहिले नयाँ ट्रिटमेन्टहरू आएको, जस्तो लेजर भयो, एमएनआरएफ भयो। एमएनआरएफले एन्टी एजिङको काम गर्छ, राम्रो एन्टी एजिङको काम गर्छ, स्कार रिमुभलदेखि लिएर एन्टी एजिङको राम्रै काम गर्छ। त्यो एक किसिमको माइक्रो निडलिङ रेडियो फ्रिक्वेन्सी भन्ने डिभाइस छ, त्यसले चाहिँ राम्रो गरिरहेछ लेजरमा होइन। त्यस्तै CO2 लेजर, फ्र्याक्सनल CO2 लेजर हुन्छ, अथवा एभ्रियम याग लेजर होइन, तिनीहरूले पनि एन्टी एजिङको काम राम्रै गर्छ। त्यो भयो। त्यो सँगसँगै अहिले PRP थेरापी आएको छ, स्किन बुस्टर थेरापी आएको छ होइन। तिनीहरूले पनि स्किनलाई चाहिँ ग्लो ल्याउने, स्किनमा त्यस्तै यो फाइन लाइन्सहरू हटाउने, ब्राइटर गराउने होइन, त्योहरू गराउँछ होइन। त्यो सँगसँगै अहिले एक्जोजोम्स थेरापी भनेर आएको छ होइन, त्यसले पनि फेसियल रेजुभिनेसन हामी भन्छौँ, फेसको त्यो टेक्स्चरदेखि लिएर साइनिङदेखि लिएर सबै कुरामा चाहिँ त्यसले मद्दत गर्छ। त्यो चाहिँ न्युअर थेरापीहरू आएको छ, त्यसले हेयर लसमा पनि राम्रो काम गर्छ। डिफ्रेन्ट सोर्सेसबाट चाहिँ एक्जोजोम्सहरू एक्सट्र्याक्ट गरिन्छ होइन, त्यो भयो। अनि त्यो सँगसँगै हजुरले भनेको यो ग्लुटाथायोन 2 फर्म्समा एभाइलेबल छ, ट्याब्लेट र इन्जेक्टेबल फर्म्समा। त्यो चाहिँ विशेष गरी यो एक किसिमको एन्टिअक्सिडेन्ट हो होइन, र यसले चाहिँ ब्राइटनिङको लागि मद्दत गर्छ, र यो कहिलेकाहीँ होइन, दो इट इज सेफ, तर कहिलेकाहीँ इन्जेक्टेबल फर्मले चाहिँ सिभियर स्टिभेन जोन्सन सिन्ड्रोम भन्छ, त्यो टाइपको रिएक्सन, ड्रग रिएक्सन गराउन सक्छ, विच मे बी लाइफ थ्रेटनिङ होइन। सो अवेर भएर गर्नुपर्छ त्यो, भेरी केयरफुल। हस्पिटल सेटिङमा गर्नु पर्यो, केही रिएक्सन भइहाल्यो भने त्यसको ट्रिटमेन्ट हुन सक्ने ऊ गर्नु पर्यो।
आजकल हेर्छौँ नि हामी जे कुरा पनि पहिला सिम्टम्स आयो हामीमा हामी पहिला सबभन्दा पहिला गुगलिङ गर्छौँ होइन गुगलमा हेर्छौँ अनि त्यो हिसाबले हामी औषधि खान थाल्छौँ जान्छौँ फार्मेसीमा हामी डक्टरलाई हेराउनुभन्दा पहिला नै हामी आफै डक्टर बन्न खोज्छौँ त्यो गर्नु कतिको मतलब नोक्सान गर्न सक्छ एउटा छाला रोग विशेषज्ञलाई नदेखाइकन कुनै हामी के भन्छ तपाईँको त्यो त्यो क्याप्सुल होस् या त्यो अनिटमेन्ट भन्छ नि केही लगाउँछौँ हामी त्यो त्यो तपाईँको विचारमा त्यस्तो जुन मान्छेहरूले गर्छ नि त्यस्तोलाई के सल्लाह सुझाव दिन चाहनुहुन्छ त्यो गर्न भनेको अलिकति मलाई लाग्छ यो त गैर कानुनी पनि हो नि यस्तो छ कि हाम्रो नेपाल यस्तो छ भने जुनै पनि दबाई तपाईँले इजिली पाउन सक्नुहुन्छ विदाउट प्रेस्क्रिप्सन होइन मलाई लाग्छ हजुर पनि युरोप बसेर आउनुभएको छ होइन अनि युरोपको रेगुलेसन हेर्नु यु वान्ट गेट एनी मेडिसिन ओटिसीको केही छ प्यारासिटामोल होला होइन 2-4टा बाहेक दबाई तपाईँले पाउनै हुन्न होइन त्यो भनेको हाम्रो नेपालमा छैन लागु छैन त्यसले गर्दा के हुन्छ भने यो मेडिसिनहरूले राम्रो गर्नुभन्दा तपाईँले गुगल गरेर अहिले त गुगल आयो अलि पढेको मान्छे भयो पहिला त दबाई दोकानमा गयो मलाई दिनाइ भएको छ एउटा मलम दिनु न भन्यो उसले सोनाडम किन्यो डर्मिकेमोसी किन्यो इक्लोस्मान किन्यो डेरोबिन किन्यो त्यो सबै मलमले दादलाई झन् बढाउँछ आजको दिनमा यो दाद भन्ने रोग दिनाइ भन्ने रोग यति महामारीको रूपमा फैलिएको छ त्यसको मेन कारण नै हो त्यो आफैले फार्मेसीबाट दबाई किनेर लगाउनु होइन हिजै मेरोमा एउटा पेसेन्ट आउनुभयो बर्दिवासतिरको हुनुहुन्छ उहाँलाई मैले ट्रिटमेन्ट गरिरहेछु उहाँ 1 इयरदेखि मेरो ट्रिटमेन्टमा हुनुहुन्छ सोरियासिस भन्ने रोग छ उहाँको तर उहाँले कहाँबाट फेरि एउटा डेरोबिन किनेर ल्याएर पुरै घाउै घाउ बनाएर सेलुलाइटिस बनाएर हिजो आउनुभएको थियो होइन भनेपछि मान्छेहरू यति आत्तिन्छ हतार हुन्छ सोरियासिस जरैले निकै हुँदैन त्यो रोग होइन विन्टरमा झन् बढ्छ त्यो होइन सबै काउन्सिलिङ भएको छ उहाँलाई मेरो दबाईले कन्ट्रोल पनि थियो बिचमा 3 महिना दबाई छोड्नु भयो ठ्याक्कै विन्टरमै अनि बढेपछि कहाँबाट ल्याएर लगाउनु भयो सो त्यो कुराहरू चाहिँ तपाईँ सर्च गर्नु ठिक छ इट्स बेटर होइन मलाई पनि केही टेक्निकल कुरा आउनु सर्च गर्छ तर एक्सपर्टको चाहिँ ओपिनियन लिएर मात्र मेडिसिन युज गर्दा राम्रो यो ह्युमन बडी हो भोलिको दिनमा तपाईँलाई केही भइहाल्यो भने देयर इज नो वान टु सेभ के त आफैलाई ब्लेम गर्नु बाहेक अरू केही हुँदैन अब सल्लाह सुझावको कुरा गरौँ हजुर छाला रोगमा त्यो सङ्क्रमण नहोस् छाला स्वस्थ रहोस् त्यसको लागि के कस्तो खानेकुरामा ध्यान दिनुपर्छ लुगा त सफा नै लगाउने हो तर त्यही पनि यस्तो केही तपाईँको विचारमा के गर्दा मान्छेमा त्यो के भन्छ त्यो कम्युनिकेसन भनौँ त्यो त्यो डिजिज सङ्क्रमण भन्छ नेपालीमा के भन्छ त्यो नहुनको लागि अनि छाला रोग कम गर्नको लागि अनि छाला स्वस्थ राख्नको लागि के कस्तो सल्लाह सुझाव दिन चाहनुहुन्छ लगभग 4-5वटा कुरा छ हामीले ध्यान दिनुपर्ने हैन अब पहिलो कुरा भनेको फुड ह्याबिट नै हो फुड ह्याबिटमा हामीले ब्यालेन्स डाइट खाने हो जुनै पनि रोगमा पानी प्रशस्त मात्रामा खानु पर्यो र फुडमा पनि विशेष गरी हामी प्रोटिन सोर्स र एन्टिअक्सिडेन्ट सोर्स हैन जस्तो फ्रुट्स भयो ग्रीन लिफी भेजिटेबल्स भयो तिनीहरू चाहिँ बढाउनु पर्छ त्यस्तै प्रोटिनमा एग भयो हैन त्यो जङ्क फुड कम्प्लिटली एभोइड गर्नु पर्यो सुगर भनेको चिनी भनेको छालाको लागि यो टक्सिन हो हैन यसले तपाईको धेरै चिनी खायो भने अर्ली एजिङको साइनहरु गराउँछ ठीक छ त्यो बाहेक धेरै डिजिजहरुलाई पनि उ गर्छ बढाउँछ हैन त्यो एभोइड गर्नु पर्यो त्यस्तै गुड स्लीप इनफ स्लीप हुनु पर्यो अहिले धेरै जसो क्रोनिक स्किन डिजिजमा स्ट्रेसको धेरै रोल भनिरहेछ के स्ट्रेस तनाव हैन अब अहिलेको युवादेखि नै हामी तनाव अवस्थामा विभिन्न किसिमको तनाव फिजिकल मेन्टल साइकोलोजिकल स्ट्रेसमा हुन्छौं त्यो चाहिँ कसरी गर्न सकिन्छ कन्ट्रोल हाम्रो समाजले त्यतातिर ध्यान दिनै पर्ने हुन्छ त्यो बाहेक हजुरले क्लोथ्सको कुरा गर्नुभयो क्लोथ्समा चाहिँ हामीले समरमा सुती लुगाहरू लगाउने हो
फुल्ली सन प्रोटेक्ट गर्ने हो, ह्याट लगाउने, सनग्लास लगाउने, सनस्क्रिन लगाउने, बाहिर निस्किँदा सकेसम्म अम्ब्रेला छाता बोकेर जाने होइन, र फुल लुगा लगाउने सकेसम्म। किनभने तपाईँले हेर्न सक्नुहुन्छ जस्तो हाफ स्लिभलेस लुगा लगाउनेहरूको पुरै छाला कालो भएको हुन्छ, माथिको पुरै नर्मल हुन्छ होइन। सो त्यस्तो हुनु भएन। सनले अर्ली एजिङ पनि गराउँछ। धेरै तपाईँले अफिसमा काम गर्ने, एसीमा काम गर्ने मान्छे र गाउँको खेतमा काम गर्ने मान्छे 10 इयर्सको डिफ्रेन्स देख्न सक्नुहुन्छ कि त्यो फुड ह्याबिट र एजिङ। त्यसरी सनले पनि एजिङ गराउँछ। र विन्टरमा के छ भने विन्टरमा तातो पानी, धेरै तातो पानी चाहिँ युज नगर्नु। धेरै तातो पानी युज गर्नुभयो भने हाम्रो बडीमा भएको इसेन्सियल वाइल्डहरू छ त्यो चाहिँ नुहाउनको लागि नुहाउँदा चाहिँ तातो पानीले त्यो चाहिँ जान्छ बडीबाट, स्किन ड्राई हुने, चिलाउने त्यो पार्टहरू हुन्छ। र धेरैजनाको सेन्सिटिभ स्किनहरू भएको मान्छेहरूले बाहिर भित्र चाहिँ सुती लुगा लगाउने, कटनको लगाउने र माथिबाट उलेन लुगा लगाउनु होइन। र विन्टरमा चाहिँ अर्को के देखिन्छ भने यो विशेष गरी हात र खुट्टाको औँलाहरूमा चाहिँ कोल्ड सेन्सिटिभिटी। यो मेरोमा हिजो 5 जना पेसेन्ट आयो, त्यसलाई हामी पर्नियोसिस भन्छौँ। त्यसमा के हुन्छ भने चिसोले गर्दा हाम्रो ब्लड भेसल्सहरू चाहिँ कन्स्ट्रिक्ट हुन्छ र ब्लड राम्ररी पास हुँदैन तल। त्यसले गर्दा यो चाहिँ रातो हुने, सुन्निने आउँछ के। सो मोजा, बाक्लो मोजा लगाउनु, धेरै चिसो खुट्टा भएको छ भने मनतातो पानीमा चाहिँ खुट्टा राखेर 5 मिनट सेक्नु होइन। त्यसरी गर्दा चाहिँ त्यो पार्टहरू चाहिँ हामी सल्भ गर्न सक्छौँ। लगभग यही नै हो। धन्यवाद डाक्टर रामज्ञान यादवज्यू, हजुरले अमूल्य समय दिनुभयो। आशा छ कि हाम्रो श्रोता र दर्शकलाई मन पर्यो होला आजको यो छोटो मिठो छाला रोग सम्बन्धी जानकारी। धन्यवाद। धन्यवाद सम्पूर्ण दर्शक तथा श्रोताहरूलाई र सन्तोषजीलाई।